कार्यक्रम गर्न पाउँदाखेरि एकदम आत्मा पवित्र हुन्छ भन्ने भनाइ पनि छ। त्यसैले हाम्रो पनि आत्मा पवित्र पक्कै होला भन्ने लागेको छ। त्यही कारण त आज यति राम्रो र यति भव्य रूपमा कार्यक्रम सम्पन्न भएको छ र आजको कार्य समिति यति राम्रो चुस्त दुरुस्त र एकदम जोस जाँगरका साथ यो समितिमा काम गर्ने खालको समिति बनेको जस्तो मैले महसुस गरेको छु र यो आश्रमको आशीर्वाद पनि होला। र आजको यस कार्यक्रमले धेरै कुरालाई घचघच्याएको छ। सुरुमै अध्यक्षको आसन गर्ने क्रममै अध्यक्षज्यूले जिल्लामा हुने कार्यक्रम, जिल्लाले गर्ने काम कर्तव्य र केन्द्रले दिएका निर्देशनहरू र त्यसलाई परिमार्जन गर्नुपर्ने कुराहरू अथवा सुधार गर्नुपर्ने कुराहरूको बारेमा धेरै जानकारी गराइसक्नु भएको छ र परिचयकै क्रममा पनि धेरै कुराहरू यहाँ बुझ्ने अवसर प्राप्त भएको छ र अब म यहाँहरू समक्ष अक्षय कोषको विषयमा केही कुरा राख्न अनुमति चाहन्छु र त्योभन्दा पहिले हाम्रो समितिहरू करिब करिब अब 32-33 जिल्लामा समिति निर्माण भइसकेको जानकारी भइसकेको छ र भोलि शनिबार 17 गते शनिबार पनि केन्द्रीय कार्यालयमा ओखलढुङ्गा जिल्लाको जिल्ला भेला हुँदैछ र ओखलढुङ्गाले पनि जिल्ला समिति बनाउँदैछ र धेरै लामो समय पश्चात हाम्रो वंशावली निर्माण भयो। वंशावली निर्माण भएको पनि धेरै समय भइसक्यो। पहिले नै पनि धेरै बन्धुहरू छुट्नु भएको थियो र अहिले 5-7 वर्षको 8 वर्ष करिबको अवधिमा फेरि पनि थप्नुपर्ने धेरै बन्धुहरू हुनुहुन्छ र त्यसैले दोस्रो वंशावली संस्करण, हाम्रो दोस्रो संस्करण पनि हामीले निर्माण गर्न गइरहेका छौँ। यो विस्तृत जानकारी पछि महासचिवज्यूले, उपाध्यक्षज्यूले पूर्ण रूपमा जानकारी गराउनु नै हुनेछ। र अक्षय कोषको विषयमा मैले भन्नुपर्दाखेरि अक्षय कोष नियमावली दिएको नियममा टेकेर हामीले